आजको मौसम यस्तो छ घामियासँग गइसके कहिले पानी पर्ला कहिले घाम लाग्ला जस्तो हुने है। यी चराचुरुङ्गीहरू पनि आफ्नै रफ्तारमा छन् यिनीहरू पनि। सबैलाई स्वागत छ मेरो सानो करेसाबारी। मेरो करेला यत्रो भइसक्यो यहाँसम्म गइसक्यो। यता टमाटरहरू पनि यत्रो ठुलो ठुलो भइसक्यो हैन। यहाँ फर्सी पनि छ। हाम्रो सानो छ करेसाबारी तर नभएको चाहिँ केही छैन है। यो फल्यो भने चाहिँ डल्लै राम्रो स्ट्रबेरी छैन। यहाँ हाम्रो फुलहरू पनि देख्न सक्नुहुन्छ है। फुलेको चाहिँ छैन अझै फुल्ने तयारीमा छ है। सूर्यमुखी जस्तो हुन्छ नि हो नि यहाँ हेर्नु त कोपिला लगाइसकेको छ अब फुल्ने तयारीमा छ। यो सूर्यमुखी हुन्छ नि त्यस्तै हुन्छ। यो फुलेर ढकमक्क हुँदा चाहिँ राम्रो देखेला जस्तो लाग्छ। हेर्नु त कस्तो राम्रो। यो चाहिँ एकदमै फुलिसक्यो फुलेको फुलै गरे यो धेरै फुल्यो। खस्यो यहाँ पनि छ। यो चाहिँ खस्यो। यो चाहिँ यसको गयो यसको डेट गयो यसको आयु अब समाप्त भयो। यहाँ खुर्सानी पनि छ धनियाँ छ। हाम्रो करेसाबारीमा विभिन्न थरीका तरकारीहरू छ है। यहाँ फेरि हामीले सानी छिने हामीले सानी यहाँ पनि मेरो सानो सानो फुलहरू यो एउटा फुल भयो। यो हेर्न मजाले यो फुल कस्तो मन पर्यो। कस्तो राम्रो रहेछ है फुलिरहेछ। यो फुल पनि फुल्ने तयारीमा छ। यो कुन फुल हो मखमली त हैन। हैन फेरि यिनीहरूको नामहरू खासै थाहा छैन मलाई। अब यहाँ हाम्रो सयपत्री फुलहरू पनि फुलिरहेछ। तिहारको लागि काम लाग्छ। तिहारको लागि होइन नि यो त तिहारमा आउन त कति छ यो त तिहार भन्दा पनि यो जहिले पनि हुन्छ। यो लगाउने हो भने जहिले पनि हुन्छ। यस्तै छ हाम्रो मिनी भ्लग होइन सानी। यहाँ चाहिँ घाम लागिरहेको छ। यहाँको अवस्था यस्तो छ। हाम्रो अवस्था यस्तो छ। हामीले चिया पनि खाइसक्यौँ अब हामी पकाउँदैछौँ इन्जोय पनि गर्दैछौँ हैन। अब हामी खाना पकाएर पढ्दै पनि छौँ। हेलो गाइस फेरि हामी चाहिँ अब भित्र जान्छौँ है। भित्र गएर पढ्ने अवस्था। दाल पनि पाकिसक्यो भात पनि पाकिसक्यो। यहाँ छैन यहाँ के पाक्छ यो दाल जान्ने है। अब पहिला चाहिँ हामीले घिउ हाल्नुपर्छ अनि हिङ हाल्नुपर्छ। हिङ 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 गाइस म स्कुल गएको नि बनाउँछु है। ल बाई बाई।